हेलो हाई वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरूलाई मेरो भिडियोमा स्वागत छ। अनि सबैजनालाई धेरै मायाको साथमा आज चाहिँ म नयाँ भिडियो लिएर आएको छु। अहिले चाहिँ हामी जाँदैछौँ हल्का सपिङको लागि। सपिङ गर्न जाँदैछौँ। यहाँको वेदर चाहिँ एकदम खतरा भइरहेछ है। बिहान छ असिना परिरहेको थियो, पानी परेको थिएन, असिना मात्रै परिरहेको थियो। अहिले चाहिँ पुरा पानी परिरहेको छ। चिसो छ चिसो। मेरो चाहिँ टाउको दुखेर नि, टाउको दुखेको टोपी लगाइरहेको छु। पुरा पछाडिको भागहरू दुखिरहेको छ। नानी छोडेर आज चाहिँ हामी दुईजना मात्रै हिँडिरहेको छौँ हामी चाहिँ। अनि अस्ति चाहिँ म बिरामी भएको थिएँ। अनि बिरामी भएर चाहिँ हामी राति हस्पिटल पनि गएको थियौँ। एकै दिनमा दुईचोटि हस्पिटल जानु पर्यो। हामी चाहिँ हस्पिटल चाहिँ मेरो ब्याकहरू पुरा दुखेर गएको थियौँ हिँड्न नसकेर। अनि त्यसकै नाइटमा चाहिँ मेरो प्रेसर बढेर हस्पिटल गएको थियौँ। अनि रातभरि बसेर गरेर भोलिपल्ट 3 बजी आएको थियौँ बिहानको हामी चाहिँ दुईजना। अनि अहिलेको यहाँको वेदर हेर्नु है त कस्तो छ। ल यहाँ त देखिँदैन रहेछ त मजाले त पानी परेको त। पानी परिरहेको छ पुरा। यहाँ त हेर्नु केही क्लियर छ जस्तो देखिँदो रहेछ यो झ्यालबाट। तर पानी चाहिँ एकदम परिरहेको छ है। पानी परिरहेको छ। खतरा छ मौसम, खतरा खतरा खतरा। बिहिबारको दिन चाहिँ मेरो बर्थडे थियो। काममा गएको थिएँ बिहिबारको दिन चाहिँ। अब के गर्नु बर्थडे भनेर भएन, काम चाहिँ छुट्टी दिँदैन होइन। अनि काममा जानै पर्छ। अब सबैको त्यतिखेर काम स्टार्ट भइरहेको हुन्छ। अब छुट्टी बस्ने कुरा पनि आउँदैन। अनि आज चाहिँ अनि मलाई चाहिँ गिफ्ट किनिदिनु भएको छैन है। गिफ्ट पनि सुनिराख्नु भएको छ। मलाई चाहिँ गिफ्टहरू केही किनिदिनु पनि भएको छैन, दिनु पनि भएको छैन होइन। अब के गिफ्ट दिने हो भन्ने कुरा मलाई पनि थाहा छैन। अब के दिनुहुन्छ गिफ्ट। अनि त्यो गिफ्ट दिएपछि चाहिँ म हजुरहरूलाई देखाउँछु ल यो दिनुभयो गिफ्ट भनेर। तर अहिलेसम्म चाहिँ किन्नुभएको छैन होला सायद होइन। अब हिजो कामबाट आएर ओरेर पनि सुत्नुभयो होला। अनि चाहिँ बजार गएर के रासनहरूदेखि लिन जानुभएको थियो। लिएर आएर ओरेर सुत्नु भएछ। अनि रातभरि काम गरेर आएको मान्छे सुत्नुभयो। अब गिफ्ट चाहिँ के दिनुहुन्छ अनि म हजुरहरूलाई देखाउँछु। हामीले चाहिँ बर्थडे सर्थडे केही सेलिब्रेसन गरेन। बहिनीले एउटा सानो केक लिएर आएको रहेछ काममा मलाई लिनु आउँदाखेरि। अनि मलाई त थाहा पनि थिएन केक लिएर आएको छ भनेर। अनि हामीले चाहिँ केकहरू यसो काट्यौँ मऱ्यौँ होइन। अनि केक काट्यौँ, सरप्राइज दिएँ। अनि मलाई चाहिँ हिजो गिफ्ट पनि ल्याइदिएर आएको थिएँ। अनि गिफ्टमा चाहिँ उसले लोसन ल्याइदिन्छ, बडी वास ल्याइदिन्छ होइन। अनि बडी स्प्रे ल्याइदिन्छ। उसले चाहिँ ल्याइदिएर आएको थिएँ। मेरो चाहिँ अस्ति 26मा थियो बर्थडे। बिहिबार शुक्रबार आज 3 दिन भइसक्यो। 3 दिन भइसक्यो। अहिले चाहिँ हामी इन्डियन स्टोर जाँदैछौँ है। इन्डियन स्टोर जाँदैछौँ। टार्गेट आइपुगेको छौँ होइन। टार्गेट आइपुग्यौँ। मलाई त माछा पनि कस्तो माछा खानु मन लागिरहेको छ। माछा नखाएको कति भयो। अस्ति खाइरहेको थियो धेरै दिनमा माछा नखाएको। आज चाहिँ यस्तो जाडो थियो है। कुर्ती लाएर गइसक्यो चर्च जाँदा। आज चाहिँ स्वेटर फेरि अर्कै लगाएको थिएँ जाडो भएर। यही तातो लाग्छ हौ। सस्तो पनि, जाडो पनि थाम्ने, जाडो पनि छेक्ने, तातो पनि हुने। तर मेरो चाहिँ कहाँ भुवा राख्छ छैन। तपाईँको त्यसमा कस्तो भुवा निकालेको त्यो भुवाको चाहिँ कहाँ राख्नुपर्छ देखेको छुइनँ मैले त। लन्ड्रीमा हाल्नुपर्छ नि धुन त। किन राखेको त्यसरी? त्यो सोफाको लुगा धुन हालेको। हस् त अब वहीँ गएर भेटौँ ल स्टोरमै गएर।
यहाँ चाहिँ सब म्याङ्गो पिक्कल रहेछ कि म्याङ्गो पिक्कल कुन मिठो हुन्छ कुन हो थाहा पनि छैन स्पेसल म्याङ्गो पिक्कल यो लिएर जानु पर्यो एउटा म्याङ्गो पिक्कल खानु मन लागिरहेको छ कि चटपटेको खालि चटपटे हुन्छ नि चटपटे हुँदैन मेरोमा भुजा लानु पर्यो नेपाली भुजा कति रहेछ उसको $2 त्यसै दुईवटा लिन्छ लिनु त यो गर्नु एउटा पक्नु यो यो नखोल्ने नि त अनि के हुन्छ एकचोटि बनाउँदै सिद्धिन्छ यो मेरो तिमीलाई कस्तो मोटी देख्यो मोटी देख्यो भनेपछि तपाईँलाई भिडियो गर्न आएन मलाई मोटी निकालिदिनु भयो त भिडियो गर्न आएन होइन कस्तो खालको चिउरा छ चिउरा यो ठुलो खालको चिउरा हो पल्लो छ नि यो भएन भने न अर्को साट्नुपर्छ उताको लानु छ अरे ताइचिङ लानुपर्छ क्या ताइचिङको हेलो साथीहरू अहिले चाहिँ हामी स्टोरबाट रेस्टुरेन्ट पो भने चाहिँ इन्डियन स्टोरबाट चाहिँ अहिले निस्किसक्यौँ मैले चाहिँ भिडियो बनाइनँ होइन अब इन्डियन रेस्टुरेन्ट के अरे रेस्टुरेन्ट भन्न आउँछ हौ स्टोरको भिडियोमा चाहिँ कति ल्याउनु होइन हामीले चाहिँ सपिङ गरी चिया तातो चिया खाँदैछ है म चाहिँ पानी परिरहेछ पुरा टोपी पनि सबै भिज्यो धन्न टोपी लगाएर आइछु नि हौ टाउको दुखेर मर्थ्यो म रात परिहाल्छ डरप्सी जाने चम्चीहरू छैन अरू भन्दा पनि 100वटा चम्ची काँटा र अर्को खालको स्पुन लिएर गएको छैन ट्रासमा सब ट्रासमा चिनी पनि ठिक्क रहेछ गुलियो रहेछ है हामी चाहिँ के हेर्नु हामी चाहिँ यहाँ अहिले $3 आएको छौँ है $3 आएको यहाँ चाहिँ $1.25 हुन्छ है मेरो रबर कपालमा नै रबर छैन लानु पऱ्यो कपाल भन्ने सब भिजेछ हो कपालको पछाडि लाउने त्यो सिल्भर कलरको रोल गर्ने हेर्नु माइक्रोवेभमा राख्ने के चम्ची कतिवटा लिएको चम्ची 2टा लिएको छ सानो लिएको छ 3टा लिएको छ सानो चाहिँ किन ल्याउनु सानो त छ त सानो भने बुझ्नु लगिराख्नु 3वटा 6वटा 9वटा काँटा पनि हाल्नु थियो नि त काँटा पनि छैन ए यहाँ छ रोल गर्ने काँटा पनि उडाएर केही पनि छैन त काँटा साँटा रोल गर्ने यो चाहिँ माइक्रोवेभमा चिकनहरू फ्राई गर्दाखेरि लगाउने त्यो किचनमा हात पुस्नु त्यत्रो लगेको छैन घरमा यो चाहिँ यहाँ प्लेट त्यो होइन यो छ त्यसको लाइनमा छ होइन त्यो एउटै सेटको लानु र किन डिफ्रेन्ट लानु कतिवटा हालेको अनि लगेपछि त 4टा त लानु नि कमसेकम 4वटै रहेछ ऊ ल्याउनु न त हटाइदिन्छु ठुलोहरू म अब त्यो थालहरू केही पनि नराख्ने त भाँडा राख्ने हटाइदिन आँटेको मैले फुटेको कि त क्रस भएको छैन नि अब अर्को पालि चाहिँ यो बोटुको लानुपर्छ यस्तो यहाँ हेर्नु है थालेर चाहिँ यहाँ कस्तो छ भनेर राम्रो छ हामीले चाहिँ मैले चाहिँ यो लिएँ है यो ग्लास लिएँ होइन यो डिजाइनमा लिएँ सबै छ है यहाँ चाहिँ
उनीहरू अब सिसाको बट्टा लानु छ, अचार हाल्नुपर्ने छ कि। यहाँ चाहिँ फेरि यस्तो हुन्छ क्या, अनि मलाई मन पर्दैन क्या। यहाँ हेर्नु नि, यो काटेको हुन्छ क्या, गोलो खालकै हुँदैन। गोलो खालको चाहिँ यहाँ छ। यहाँ यही लाग्छ कि लाग्दैन म हेर्छु ल। यस्तो हुन्छ यो लानु पर्यो। दुईवटा 150 को रहेछ, $1.50 को रहेछ। यो अचार हाल्नुपर्ने छ कि मेरो, अचार हाल्नुपर्ने होइन, चिकन अचार बनाउनु छ। अब भोलि बनाउँछु नि यहाँ होला। हेलो साथीहरू, अहिले चाहिँ हामी यहाँ घर आइसक्यौँ भने घर आएर चाहिँ हतार पानी यस्तो परेको छ अझै। अनि मैले चाहिँ के किनेँ म सबै हजुरहरूलाई देखाउँछु ल। यो चाहिँ हेयर ब्यान्ड लिएको, ब्ल्याक कलरको चोरी भयो मेरो। ब्ल्याक कलरको चाहिँ यहाँ भिडियो गरिदिने मान्छेले झ्यापथिप छानिछ कि हेयर ब्यान्ड। अनि यहाँ चाहिँ मेरो गार्डनको उयो गर्ने है, यो चाहिँ के अरे माटोहरू उयो गर्ने हो, त्यो ल्याएको मैले। अनि यहाँ छ बेबीको ब्रस है, यो चाहिँ प्लास्टिकमा हाल्छ ल। बेबीको ब्रस यो 3टा भयो है सामान, यो साइडमा राख्नु। अनि यहाँ छ म्याङ्गो है, बेबी म्याङ्गो छ यहाँनिर चाहिँ, कमिलो हुन्छ है यहाँ है। सट्टा फोटो पनि खिच्छु चाहिँ। बेबी म्याङ्गो छ, हामीले चाहिँ अचार खानको लागि लिएको। अचार खानु अघि अचार बनाइसक्नु भयो। यहाँ 5वटा छ, अमिलो टोकेर खानु मन लाग्यो। अनि यो गयो साइडमा। अनि अरू भइसक्यो। अनि यहाँ चाहिँ इस्कुस छ है, यो चाहिँ इस्कुस छ। अनि यहाँ छ घर तरुल है, यो चाहिँ घर तरुल ल्याएको छु। घर तरुल यहाँ छ, के हो यो। अनि साथमा बेबी नो। अनि यो चाहिँ चिल्ली है, यो चाहिँ खोर्सानी यत्रो मोटो मोटो खालको पकाएर खान पनि भयो। Jalapenos. Jalapenos चिल्ली छ। यो चाहिँ पिरो पनि हुन्छ, पकौडा खाना पनि भयो, दाछीसँग खाँदा पनि भयो, सब्जीमा हाल्दा पनि भयो। बेबी दाछी भनेको त छोक्रा छोक्रा उयो भएको। अनि यहाँ छ अरेन्ज है, ल बेबी वेट ल। अनि यहाँ छ पटेटो, अस्ति पनि ल्याएको होइन अनि अलिकति छ नि त। आज यो टमाटर $7 को यो टमाटर यति, अरू बेला यति ल्याइन्थ्यो टमाटर। महँगो भएछ। अनि छ यहाँ गार्लिक 2टा, 1 2 3 4 5 10वटा छ, भित्र पनि छ। त्यही भएर मैले थोरै ल्याएँ। अब यो चाहिँ सबै साइड लगाइदिइहाल्नु पऱ्यो है। तर यहाँ एकैचोटि उयो गर्नु पऱ्यो। अनि यहाँ छ त्यो बाथरुमको नि सामानहरू निकालेर नानीको यो ओछ्याउनु है, त्यो सबै चाहियो सब निकालेर, त्यो कपालहरू सबै ड्ररमा। ड्ररमा, यो चाहिँ ड्ररमा लगाउनको लागि ल्याएको मैले। अनि यहाँ छ यसलाई के भन्छ, एलुमिनियम फोil। यो चाहिँ बार्बेक्युहरू गर्दा ओछ्याउने ल्याएको। अनि यहाँ त छुरी छ, छुरी टम्मै छ किन ल्याएको। अब स्पुनहरू चाहिँ गराजमा राख्नु पर्यो। सुनभन्दा पनि महँगो हुन थाल्यो स्पुन, हराएर बेसी हराएर नि। स्पुन यो चाहिँ नचलाउने, चलाउनु छँदैछ बेबी। अनि यहाँ छ ब्रस, यो चाहिँ कहिले काहीँ पाहुनाहरू आउँदा युज गर्न लिएर राखिराखेको राम्रो। अनि यहाँ छ मुरै है, यो चाहिँ लोकल भुजा चटपटेको लागि ल्याएको। यो चाहिँ 2 प्याकेट ल्याएको छु लोकल भुजा। मेरो अगाडिको आदीको नाम पो रहेछ त्यहाँ, के को पिआरएन। पिआरएन कहाँ छ पिआरएन हो, त्यो माथि हो। ए
नहीं हिजोले के मागेर फोन हिजोले यहाँ छ भुजा अनि यहाँ छ स्पेसल आपको अचार आँपको अचार है यो चाहिँ आँपको सकिन्छ अचार एक हप्तामै आँपको अचार ल्याएको छु कति भन्नु खाएको अनि यहाँ छ चिउरा चिउरा हरियो केराउ चिउरा हरियो केराउ अनि अर्को छ यहाँ चिप्स है यो चाहिँ चिप्स ल्याएको छु अनि यहाँ छ काश्मिरी लाल मिर्च छ सकिन आँटेको छ ल्याएको अनि यहाँ छ भुजिया चटपटीको लागि अनि यहाँ छ केराउ चटपटीको लागि अनि यहाँ छ लाल डाबर लाल दन्त मञ्जन अनि यहाँ छ पापड त खान्छस् 2 झापड खाइदिनु पापड छ यहाँ अनि यहाँ छ दुध पाउडर है यो चाहिँ अर्को सकको हँ? अर्को सक त्यतिकै गएर खान्छस् क्या चम्चीले होइन। अनि चिया बनाएको अघि भर्खर मैले चिनी भुइँभरि नपारे हिजो नि चिनी थियो त्यहाँ नुन हो कि चिनी नुन अब यसलाई साइड लगाइदिउँ बाहिर राख्नुपर्छ साइड लगाइदिउँ मुरै यहाँ बस करेला छ यहाँ करेला करेला खानु करेला यहाँ छ बेथुको साग हेल्दी हेल्दी यहाँ छ भिन्डी भिन्डी छ है भिन्डी सोप होइन यो भिन्डी छ यहाँ छ सुपको साग छ है सुप कि सोप हो सुपको साग पनि भन्छ सुप पनि हुन्छ अनि यो चाहिँ छ अचारहरू लाने अचारहरू हालेर काममा लाने बट्टा है यो चाहिँ त्यो चाहिँ क्यान्डीको बट्टा तर अचार अनि हाल्ने यो छ बल मैले यो 12वटा लिएको थिएँ थुक्पा खाने यो छैन सब फुटाएर पो त्यस्तो खालको बोटुकाहरू खोइ त्यहाँनिर भएको राखेको एउटा छैन। छैन त त्यहाँ एउटा पनि मैले यहाँनिर 4वटा निकालेर उतानिर मैले 6वटा राखेँ मैले त त्यो मात्रै देख्छु किचनमा मैले 6वटा राखेको छु छैन किचनमा अहिले यहाँ छ मेरो यो अचार हाल्ने बट्टा है मुला लिएर घाम लागेकोलाई अचार पनि हाल्नुपर्ने छ चिकन अचार पनि बनाउनु छ अनि अर्को छ ग्लास उहाँ छ देख्नु पो कालो कप पनि यहाँ माथि छ यहाँ छ सिसाको ग्लास यो चाहिँ ठिक्क साइजको भिटाएर ल्याएको नत्र यत्रो हुन्छ पानी खाने ग्लास है यो चाहिँ यो कागज छेडेको छ कि कसरी राख्नु फुट्छ यहाँ चाहिँ मैले यो के स्क्र्याच भएको छ क्या हो यहाँ 6वटा लिएको छु यो चाहिँ मैले किनभने मेरो अलरेडी त्यहाँ पनि छ ग्लासहरू मुनि पनि छ टन्नै छ यो चाहिँ अलिक लाइट भएको कारणले ल्याएको मैले हेभी छैन कालो ब्ल्याक कलरको कप त त्यहाँ पनि छ कतिवटा छ यहाँ 4वटा भित्र किचनमा छ अस्ति 6वटा ल्याएको थियो अस्ति 6वटा ल्याएको अनि यहाँ छ 3टा आज 3टा ल्याउनु भएछ यो चाहिँ $1.25 है यो जति पनि सामानहरू छ कुनै चाहिँ $1.50 छ अनि यहाँ छ प्लेट ल्याएको प्लेट पनि यहाँ पनि टन्नै छ भित्र पनि टन्नै छ त्यो चाहिँ हल्का छ त्यही भएर ल्याएको हेभी छैन मेरो लाइट छ यो हामीले 6वटा ल्यायौँ होइन 6वटा ल्यायौँ अब त्यहाँ भएको चाहिँ म हटाउनु पऱ्यो किचनको स्ट्यान्डै म हटाउने भनेर सोचिरहेको छु त्यो चाहिँ माथिको अर्कै लिएर राख्ने त्यहाँ हटाइदिने यति भयो सिधै सामान यति नै हो त्यहाँ छ छैन भुइँमा छैन 27 रुपियाँ देखा त त्यो देखाइसक्यो गरिसक्यो मैले के गरेर खिचेको त
हस् त मेरो सामान चाहिँ यति नै हो। यहाँ टेबलभरि छ, अलिकति टेबल खाली छ। अनि आजको भिडियो यति नै होला। हजुरहरूलाई हाम्रो भिडियो के कस्तो लाग्छ लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला भन्दै सबैजना बाई बाई।